हेलो साथीहरु नमस्ते। स्वागत छ फेरि पनि आजको यो अर्को नयाँ भिडियोमा। साथीहरु सधैं जस्तै आज पनि तपाईहरुलाई मलेसियाको डिमान्डको बारेमा जानकारी हैन कि मलेसिया अहिले धेरै मात्रामा सेक्युरिटी गार्डहरुको डिमान्ड गएको हुनाले धेरै साथीहरु पक्कै पनि सेक्युरिटी गार्डमा आउँदै हुनुहुन्छ होला। धेरै डिमान्ड सेक्युरिटी गार्डको गएको हुनाले धेरै नयाँ साथीहरु आउँदै हुनुहुन्छ होला। कतिपय त पहिला गरिसकेर पनि फेरि गएर फेरि सेक्युरिटी गार्डमै ठीक हुन्छ जस्तो लागेर पनि आउँदै हुनुहुन्छ होला र एकदम नयाँ आउने साथीहरुको लागि चाहिँ यो भिडियो बनाउँदै छु। किनभने नयाँ साथीहरुलाई यहाँ आइसकेपछि के कुराहरुको आवश्यक पर्छ भनेर थाहा नहुन पनि सक्छ। पुरानो साथीहरुलाई त एकदमै थाहा छ। अब नेपालबाट आउँदाखेरि के लग्यो भने त्यहाँ सजिलो हुन्छ भनेर सबै कुराहरु थाहा हुन्छ र नयाँ आउने साथीहरुलाई चाहिँ थाहा नहुन सक्छ। नेपालबाट आउँदा चाहिँ तपाईहरुले जुत्ता तपाईलाई फिट हुने जुत्ता चाहिँ लिएर आउनु भयो भने एकदम राम्रो हुन्छ। किनभने यहाँ कम्पनीले दिने जुत्ता अथवा किनेर लगाए पनि धेरै नटेक्ने र धेरै पोल्ने खाले जुत्ताहरु हुन्छ र तपाईहरुले नेपालबाटै एकदम आफूले हेरेर रोजेर राम्रो खाले जुत्ता 2 जोर जति लिएर आउनु भयो भने एकदम सजिलो हुन्छ र सुरबाल प्यान्ट पनि नेपालमै सिलाएर लिएर आउनु भयो भने एकदम राम्रो हुन्छ। बक्स वाला प्यान्ट चल्छ धेरै सेक्युरिटी गार्डहरुमा। कुनैमा प्लेन सादा यो बक्स नभएको पनि हुने रहेछ, तर धेरै जसो भनेको कालो बक्स प्यान्ट चल्छ। त्यो बक्स प्यान्ट 2 जोर अथवा 3 ता 1 जोर 2 जोर तपाईले अब कति वर्ष बस्छु भनेर आउनुहुन्छ त्यही अनुसारको लगभग 2 टा जति सुरबाल लिए पनि पालो एउटा धुने एउटा लगाउने गरेर त्यसरी लगाउनलाई एकदम राम्रो हुन्छ। बलियो सिलाएर यहाँ कम्पनीले दिने सुरबाल चाहिँ धेरै छिटो फाट्ने हुन्छ। त्यो सिलाउनलाई पनि बाहिर जानु पर्यो दोकानतिर गए नि 10-15 रिङ्गिट ल्याइहाल्छ। त्यही पनि समय हुँदैन, खास गरी त हाम्रो समय नै हुँदैन त्यो कपडाहरु सिलाउन जानको लागि, सामानहरु किन्नको लागि पनि त्यति समय हुँदैन। यदि नाइट ड्युटी छ भने त यसो एकछिन बजारतिर गएर सिलाएर ल्याउनको लागि सजिलो हुन्छ। तर डे ड्युटी छ, अब कता जाने, डे ड्युटी जानु पर्यो, साँझ भएर फर्केपछि पसलहरु बन्द नि भएको हुन सक्छ, पसलहरु बजार नजिक पनि नहुन सक्छ। त्यसैले नयाँ साथीहरु आउँदै हुनुहुन्छ भने सुरबाल र जुत्ता चाहिँ अनिवार्य रूपमा लिएर आउनु होला। त्यो ल्याउने नल्याउने तपाईको इच्छा हो, तर यहाँ समस्या पर्छ भनेर तपाईहरुलाई जानकारी गराएको मात्रै हो। त्यो लिएर आउनु भयो भने चाहिँ एकदम तपाईहरुलाई एकदम राम्रो हुनेछ। जुत्ता सुरबाल लिएर आउनु भयो भने चाहिँ एकदम राम्रो हुन्छ र सकेसम्म झुल पनि लिएर आउनु होला। मच्छर पनि लागिराख्छ, त्यसैले झुल पनि लिएर आउनु होला र साथै तपाईहरुलाई आवश्यक पर्ने औषधिहरु पनि लिएर आउन सक्नुहुन्छ। कहिलेकाहीँ बिरामी हुन सकिन्छ, यसो टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने त्यस्तो औषधिहरु, अलि लामो समय डेट भएको त्यस्तो औषधिहरु पनि लिएर आउनु भयो भने राम्रो हुन्छ। कहिलेकाहीँ आफ्नो शरीर त हो, कहिलेकाहीँ बिरामी हुन सकिन्छ, त्यसैले आफूलाई आवश्यक पर्ने औषधिहरु पनि अलिकति बोकेर आउनु भयो भने राम्रो हुन्छ। त्यही नै हो, अरु त सबै नपाउने त हैन, यहाँ पाइहाल्छ। त्यही पनि आफूसँगै भयो भने एकदम राम्रो हुन्छ। आफ्नो ड्युटी गर्ने एउटा झोलामा राखिराख्यो भने कहिलेकाहीँ अब ड्युटीमा गर्दै शरीर अचानक बिरामी हुन सक्छ, त्यस्तो बेला पनि दबाई खानलाई सजिलो हुन्छ। त्यसैले त्यस्तो औषधिहरु पनि लिएर आउनु भयो भने एकदम राम्रो हुन्छ। अब अचानक बिमार भयो झ्याप्पै कहाँ जाने, त्यो फेरि हस्पिटल क्लिनिक जानलाई पनि अफिसमा गएर अफिसले कागज दिएर बल्ल जाने हो।
त्यति गयो भने पैसा लाग्छ। अब अफिसले पेपर दियो भने चाहिँ फ्रीमा हुन्छ। अफिसले पेपर दियो भने अब जुन क्लिनिकमा जान भनेको छ त्यो क्लिनिकमा गएर औषधि गर्न पाइन्छ। अब अरू कम्पनी सबै कम्पनीमा त्यस्तै हुन्छ होला, हाम्रो कम्पनीमा चाहिँ त्यस्तो छ। तर प्राय सबै कम्पनीहरू त्यस्तै नै हुन्छ। अफिसले पेपर दिन्छ एउटा, त्यो पेपर लिएर गएर क्लिनिकमा जाने, त्यसो गऱ्यो भने चाहिँ पैसा लाग्दैन, फ्रीमै हुन्छ। त्यो गर्नुभन्दा आफैले औषधि लिएर आयो भने चाहिँ आफैले खान सजिलो हुन्छ। अब आफू बिमारी भयो, ठ्याक्क शनिबारको दिन पर्यो भने चाहिँ अब कसरी जाने त? त्यो बेला चाहिँ आफ्नै पैसा खर्च गरेर जानुपर्ने हुन्छ। शनिबार आइतबार त बन्द हुन्छ अफिस, 2 दिनसम्म त्यत्तिकै बस्नु त भएन। त्यसैले औषधिहरू पनि बोकेर आउनुभयो भने राम्रो हुन्छ। विशेष गरी सुरुवाल र जुत्ता चाहिँ लिएर आउनुभयो भने एकदम राम्रो हुन्छ। किनभने म पनि सेक्युरिटी गार्डमै काम गरिरहेको हुनाले के कुरा आवश्यक पर्छ भन्ने अलिअलि थाहा छ। त्यसैले तपाईहरुलाई जानकारी गराएको मात्रै हो। त्यो ल्याउने नल्याउने त त्यो तपाईको आफ्नो इच्छाको कुरा हो। तर लिएर आउनुभयो भने चाहिँ एकदम राम्रो हुन्छ। र सकेसम्म कपाल काट्ने कैँचीहरू पनि लिएर आउनुभयो भने राम्रो हुन्छ। नेपालमा अलि राम्रो कैँची पाइन्छ। हुन त यहाँ मेसिनहरू पनि पाइन्छ। तपाईले यहाँ आएर मेसिन किनेर आफ्नो साथीहरूको पालै-पालो गरेर काट्न पनि सक्नुहुन्छ। बाहिर गयो भने 15-20 रुपैयाँ ल्याइहाल्छ। यहाँको मलेसिया रिङ्गेट 15-20 रुपैयाँ, प्रत्येक महिना 15-20 रुपैयाँ तिरेर काट्नु भन्दा त तपाईहरुले कैँचीहरू लिएर आउनुभयो भने साथीहरूले रुममा पालै-पालो काटेन पनि सक्नुहुन्छ। पैसा त बच्यो नि। अब एकचोटि किनेर ल्याइसकेपछि त्यस्तो कैँचीहरू पनि लिएर आयो भने एकदम राम्रो हुन्छ। ल त्यस्तो सामानहरू ल्याउँदा चाहिँ ह्यान्डब्यागमा नलिनु होला कैँचीहरू, ब्लेडहरू चाहिँ, किनभने ह्यान्डब्यागमा दिँदैन। लगेजमा चाहिँ हालेर लिएर आउनुभयो भने एकदम राम्रो हुन्छ। यही नै हो साथीहरू, तपाईहरुलाई जानकारीको लागि यो भिडियो बनाएको छु। किनभने सेक्युरिटी गार्डको धेरै डिमान्ड गएको छ र नयाँ साथीहरू पनि आउँदै हुनुहुन्छ होला भनेर, आउँदै हुनुहुन्छ पक्कै पनि। सेक्युरिटी गार्डको धेरै डिमान्ड गएको छ, त्यही भएर तपाईहरुलाई यसो हल्का जानकारी मात्रै दिएको। तर थाहा नहुने त कुरा छैन, सबैलाई थाहा नै हुन्छ के कुरा आवश्यक पर्छ विदेश गइसकेपछि भनेर। त्यही पनि सानो जानकारी दिएको मात्र हो। त्यही हो, जुत्ता सुरुवालहरू चाहिँ नेपालबाटै लिएर आउनुभयो भने एकदम बलियो सिलाएर राम्रो हुन्छ भनेर जानकारी दिएको। हस्त साथीहरू, आजलाई यति नै। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला च्यानलमा। किनभने आगामी दिनहरुमा पनि यस्तै जानकारीमूलक भिडियोहरू साथै मलेसियाको नयाँ डिमान्डको जानकारीहरू तपाईहरुलाई दिने नै छु। मलेसियाको धेरै सेक्युरिटी गार्डमा धेरै डिमान्डहरू गएको छ। सबै कम्पनीहरूको जानकारी दिइरहेको छैन, कुनै कम्पनीहरूको जानकारी दिइरहेको छु डिमान्डको। तर मलेसियाबाट धेरै कम्पनीको डिमान्डहरू गइरहेको छ। तपाईहरु पनि आफ्नै मोबाइलमा पनि हेर्न सक्नुहुन्छ वैदेशिक रोजगार एपबाट कुन कम्पनीको डिमान्ड हो, कति गएको छ भनेर। मैले त्यसैबाट तपाईहरुलाई कुनै बेला यसो जानकारी दिएको छु। किनभने सबै साथीहरूलाई जानकारी नहुन सक्छ भनेर। अहिले सबै प्राय धेरै साथीहरूलाई जानकारी छ कसरी हेर्ने डिमान्डहरू भनेर। तैपनि कुनै कम्पनीहरूको डिमान्डहरू दिइरहेको छु। र अब फ्याक्ट्री वर्करहरूको डिमान्ड आयो भने चाहिँ फेरि अर्को नयाँ भिडियोहरू बनाउने छु। हस्त साथीहरू, आजलाई यति नै। फेरि अर्को दिन अर्को भिडियोमा भेटौँला।